बजारको भरम के हो के बजारमा भएका सबै करेन्ट चाउचाउ र लाली चाउचाउ खान अयोग्य हुन् कि विवादित मितिका मात्रै करेन्ट चाउचाउ र लाली चाउचाउ अयोग्य हुन्। 2083 वैशाख 31 गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले प्रकाशित गरेको पत्रमा यशोदा फुड्स प्रणालीद्वारा उत्पादित मिति इस्वी सम्वत 2026 फेब्रुअरी 23 तारिकका ब्याच नम्बर 02A को लाली चाउचाउ र 04A ब्याचको करेन्ट चाउचाउ मात्रै बजारबाट फिर्ता लैजानु भनी परिपत्र भएको हुँदा यति बेला सोही मितिको सोही ब्याच नम्बरका लाली र करेन्ट चाउचाउ बजारबाट फिर्ता लगिँदै गरेको बारे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरवाका कार्यालय प्रमुख अनुप हलुवाई यसो भन्नुहुन्छ। 2083 वैशाख 31 गते एउटा तपाईको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट करेन्ट चाउचाउ र लाली चाउचाउ का कुन कुन ब्याजहरू खान नमिल्ने अवस्थामा थिए या के अवस्थामा थिए र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले के भेट्यो त्यस्तो कुराहरू? धन्यवाद। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट वैशाख 31 गते एउटा सूचना जारी भएको थियो, जसमा चाहिँ लाली चाउचाउ 02A र करेन्ट चाउचाउ 04A जुन चाहिँ जसको उत्पादन मिति लाली चाउचाउको चाहिँ 2026-1-22 मा ब्याच नम्बर 02A र करेन्ट चाउचाउ 04A ब्याचको उत्पादन मिति 2026-2-23 मा उत्पादन भएको यो ब्याचको मा चाहिँ परीक्षण गर्दाखेरि केही समस्या गुणस्तर मापदण्ड अनुरूप नभएकोले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को प्रावधान अनुसार यो चाहिँ मार्केटबाट बजारबाट सबै फिर्ता लिने र बिक्री वितरण नगर्ने भन्ने प्रावधान अनुसार हामीलाई पनि एउटा कार्यार्थ भनेर चिठी आएकोले सम्बन्धित यो यशोदा फुड्स प्रणालीलाई चाहिँ हामीले जेठ 1 गते चाहिँ पत्र काटिसकेका छौँ। यो सम्बन्धित ब्याचको र सम्बन्धित उत्पादन मिति भएको अघि मैले भने जस्तै 2026-1-22 मा उत्पादन भएको लाली चाउचाउ 02A र करेन्ट चाउचाउ उत्पादन मिति 2026-2-23 को 04A यो ब्याचको मात्रै चाहिँ सम्बन्धित बजारबाट चाहिँ रिकभर भनेको 23 गतेको होइन, 2026 2 महिना 23 गते भनेको फेब्रुअरी 23 को त्यो ब्याच नम्बर जुन करेन्ट चाउचाउको 0A4 र लालीको 02A भन्ने मात्रै बजारबाट रिकल मात्रै हो। एकदम सबैले सही भन्नुभयो। लाली चाउचाउको त्यो मितिको उत्पादन मिति भएको त्यो ब्याचको र करेन्ट चाउचाउ पनि सम्बन्धित त्यही उत्पादन मिति भएको त्यो ब्याचको मात्रै चाहिँ रिकल गराउने र बिक्री वितरण नगराउने। भनेको अरू लाली चाउचाउ या अन्य करेन्ट चाउचाउहरू अहिले खान योग्य छन् तपाईहरूले जुन तरिकाले टेस्ट गर्नु त्यो अवस्थामा? यस्तो हुन्छ, सबै ब्याच को टेस्ट गर्न हाम्रो अफिसले पोसिबल छैन हैन, सम्भव छैन। बजारबाट हाम्रो खाद्य निरीक्षण अधिकारीहरूले चाहिँ स्याम्पल उठाइरहेको हुन्छ बेला बेलामा, नियमित रूपमा बेला बेलामा। अब कहिलेकाहीँ यस्तो चाहिँ प्रतिकूल गुणस्तर अनुरूप नभयो भने चाहिँ यो ऐनको दफा 38 अनुसार चाहिँ रिकल गराउने एउटा प्रावधान भएकोले रिकल गरिरहेका छौँ। र बेला बेलामा सबै खाद्य पदार्थहरूको चाहिँ खाद्य निरीक्षण अधिकारीबाट स्याम्पलिङ भएर नमुना सङ्कलन भएर हाम्रो प्रयोगशालामा चाहिँ भइरहेको हुन्छ। तर हरेक ब्याचको हरेक उद्योगको हरेक खानेकुराहरूको चाहिँ टेस्ट हुन्छ भन्ने चाहिँ होइन हैन, तर ऱ्यान्डम स्याम्पलिङ चाहिँ छड्केमा पर्न सक्छन्, छड्केमा पर्न सक्छ। हो, अब जस्तो अहिले 04A र 02A का यी खाद्यहरू यी जुन चाउचाउहरू छन् यी सबै मार्केटबाट आइसके कि आउन बाँकी छन्, के छ? हामीलाई चाहिँ जानकारी गराउनु भएको छैन। हामीले जेठ 2 गते चाहिँ एउटा पत्र लेखिसकेका छौँ यशोदा फुड्सलाई, यो सम्बन्धित ब्याचको यो उत्पादन मिति भएको चाहिँ रिकल गराउनु र हामीलाई जानकारी गराउनु भनेको छ। त्यही अनुसार चाहिँ पत्र पनि उहाँहरूले चाहिँ बुझिलिइसक्नु भएको छ। अनि उहाँसँग चाहिँ इन्फर्मली जानकारी हुँदाखेरि हामी रिकल गराउँदैछौँ, फिर्ता बजारबाट ल्याउँदैछौँ भन्नुभएको छ। कहिलेकाहीँ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई
शाखालाई कहिलेकाहीँ आरोप आउने गर्छ, किन भन्दा व्यापारीहरूको कम्पिटिसन हुन्छ, फलानुको छापा हानेर अखाद्य देखियो भने फलानाले गर्दा र उतातिर आर्थिक प्रलोभनमा पर्यो या दबाब प्रभावमा परेर हाम्रो विषयवस्तु यसरी निकाल्यो भन्ने हुन्छ। यस्तो अवस्था कहिले रहन्छ या रहँदैन, के छ भन्नुहोस् न? त्यस्तो अवस्था रहँदैन होला मेरो विचारमा। कुनै पनि एउटा कम्पनीलाई हामीले बायस गरेर त्यस्तो गर्ने गर्दैनौँ। अघि मैले भने जस्तै हाम्रो खाद्य निरीक्षण अधिकारीहरूले नियमित रूपमा 12 महिना चाहिँ स्याम्पलिङहरू गरिरहेको हुन्छ। चाउचाउको मात्रै होइन, दुध, चाउचाउ, अन्य खाद्य पदार्थहरू, बिस्कुटदेखि लिएर सबै कुराहरूको चाहिँ स्याम्पलिङ गर्छन् होइन, नमुना सङ्कलन गर्छ। बजारबाट, किराना पसल, डिपार्टमेन्ट स्टोर, उद्योगबाट गरेर प्रयोगशालामा परीक्षण भइरहेको हुन्छ। कुनै पनि उद्योगलाई चाहिँ हामीले त्यो बायसनेस चाहिँ गरेका छैनौँ। मैले भने जस्तै तपाईँले कहिलेकाहीँ सुन्ने गर्नु भएको छ कि छैन? सुन्नुहुन्छ नि होइन? मिडियामा कहिलेकाहीँ सुनिन्छ होइन, तर त्यस्तो चाहिँ होइन होला मेरो विचारमा। ओके, अब तपाईँले यी जति पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको मातहतमा छन्, जुन खाद्यसित जोडिएका सरकारवाला निकाय छन्, कम्पनीहरू छन्, फ्याक्ट्रीहरू छन्, उनीहरूलाई अखाद्य पदार्थ मिक्स नगर्नु या लापरवाही नगर्नु र ती विषयवस्तुहरू प्रत्यक्ष रूपमा मानव जीवनमा असर पर्ने हुन्छ र स्वास्थ्यसित जोडिएको हुन्छ। पक्कै पनि हाम्रो कार्यालयबाट यो उद्योगी व्यवसायीहरूलाई खाद्य स्वच्छता सम्बन्धी ऐन नियमहरू सम्बन्धी, यो फुड सेफ्टीकोमा चाहिँ के छ प्रावधान, नियम कानुन के छ भन्ने विषयमा कहिलेकाहीँ अन्तर्क्रिया गोष्ठीहरू पनि गरिरहेको हुन्छौँ। हामीले सचेतना कार्यक्रमहरू पनि गरिरहेको हुन्छौँ। यो कार्यालयको कार्य प्रकृति कस्तो छ भने एउटा चाहिँ कारबाहीमूलक कामहरू पनि हुन्छ भने अर्को काम चाहिँ सचेतनामूलक कामहरू, त्यो दुइटै हामी सँगसँगै लगिरहेको। यस्ता जस्तो तपाईँले अहिले जुन भेटिए नि लाली चाउचाउ र करेन्ट चाउचाउ, यी त प्रतिनिधि मात्रै हुनुहुन्न, यस्ता त धेरै कामहरू अन्य चिजमा जस्तो डाबरको हनीमा पनि भेट्नुभयो होइन, विगत यस्ता दिनहरूमा सधैँ भेटिरहने चिज हुन्। यिनलाई कस्तो कारबाही हुन्छ? यो दुई तरिकाले कारबाही हुन्छ। अब एउटा चाहिँ रिकल नै गराउने भइहाल्यो होइन ऐनअनुसार। अर्को ऐनअनुसार चाहिँ के हुन्छ भन्दाखेरि कुनै पनि खानेकुराहरू ल्याब परीक्षणबाट चाहिँ विश्लेषकले न्यून गुणस्तर या दूषित भनेर चाहिँ गुणस्तरहीन भनेर प्रमाणित गरिसकेपछि चाहिँ उसलाई चाहिँ मुद्दाको प्रक्रियामा जान्छ। अब खाद्य निरीक्षकले जुन छ, खाद्य निरीक्षण अधिकारीले जसले स्याम्पल ल्याएको छ हो, उहाँलाई चाहिँ एउटा अधिकार के हुन्छ भने कुन पसलबाट ल्याएको हो, अनि पसलेलाई चाहिँ हामीले पहिला सुरुमा बयान लिन्छौँ, अनि पसलेले चाहिँ पछि गएर उद्योग यो फलानु उद्योगबाट ल्याएको हो भन्ने हुन्छ, अनि त्यसपछि उद्योगीलाई चाहिँ कारबाही हुन्छ। त्यो के कारबाही हुन्छ भन्दाखेरि यो खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 अनुसार चाहिँ न्यून गुणस्तर छ भने यो जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर हुन्छ। अनि अर्को चाहिँ दूषित एकदमै स्वास्थ्यलाई नै हानि गर्ने खालको किसिमको चाहिँ प्रयोगशालाबाट त्यस्तो परीक्षण भएर रिपोर्ट आयो भने यो चाहिँ सम्बन्धित जिल्ला अदालतमै मुद्दा दायर हुन्छ। कहिलेकाहीँ यस्ता उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा पनि जाने गर्छन्। अन्तर्राष्ट्रिय बजारमा जाँदै गर्दा जुन हामीले अहिले त्यो कमी चाहिँ अन्तर्राष्ट्रिय बजार र नेपालको बजारमा फरक मात्रामा हुन्छ कि एउटै मात्रा हुन्छ र यो बनाउँदाखेरि फरक पर्ने हो? यो फरक कसरी पर्छ? नेपाल सरकारले चाहिँ कुनै पनि खाद्य पदार्थमा एउटा न्यूनतम गुणस्तर मापदण्ड तोकिदिएको हुन्छ। जस्तै भनौँ चाउचाउमा हुनुपर्ने न्यूनतम मापदण्ड यो हो, दुधमा यो हो, बिस्कुटमा यो, चामलमा यो हो भनेर चाहिँ गुणस्तर एउटा मापदण्ड तोकिदिएको हुन्छ, न्यूनतम गुणस्तर। त्यो न्यूनतम गुणस्तरको चाहिँ पालना गर्नुपर्ने हुन्छ नेपालमा। अब विदेशीको हकमा त्यो हाम्रो चाहिँ अब विदेशमा के नियम छ त्यो चाहिँ हामीले थाहा हुँदैन, हामीले त्यस्तो कार्यान्वयन गर्दैनौँ। नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेर कुनै पनि खाद्य पदार्थको चाहिँ न्यूनतम गुणस्तर मापदण्ड के हो हामीले त्यो मात्रै हेर्छ। हाम्रो नेपालको स्ट्यान्डर्ड जस्तै यो गुणस्तर मापदण्ड बनाउने प्रक्रिया के छ भन्दाखेरि अहिलेसम्म चाहिँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको श्रीमान सचिवज्यूको अध्यक्षतामा गुणस्तर मापदण्डहरूको चाहिँ बनाइन्छ। त्यो मापदण्ड बनाउँदाखेरि हामीले विभिन्न किसिमको चाहिँ सबै खालको विदेशी स्वदेशीहरू र अध्ययनहरू गरेर डाटाहरूले के भन्छ त्यो अनुसारले चाहिँ हाम्रो मापदण्ड बनेको हुन्छ। अनि हामीले चाहिँ कार्यान्वयन गर्ने भनेको नेपालको न्यूनतम गुणस्तर मापदण्ड मात्रै हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय यति बेला सक्रिय देखिएको छ। यो सक्रियता बालन सरकार आएपछिको हो कि यहाँभन्दा अगाडि नै यसरी सक्रिय थियो? अब व्यक्तिगत रूपमा मलाई भन्नुहुन्छ भने 24 घण्टा के भन्छ, अब यो थ्रु आउट द इयर हामी सक्रिय नै छौँ भन्नुपर्छ। सरकारको हेरफेरले यो कुनै परिवर्तन भएको चाहिँ होइन?
अलिकति सक्रिय चाहिँ भएको चाहिँ हो हामीले, किनभने यो जुन टाइमिङ यो हाम्रो कार्यालय समय 9 देखि 5 गरायो, यसले चाहिँ हामीलाई बढी सक्रिय हुनु, चाँडै अफिस आउनुपर्ने र काम पनि ज्यादा छिटो गर्नुपर्ने भन्ने चाहिँ आएको छ। त्यसले हामीले अलिकति फरक चाहिँ पारेको छ। हस्, धन्यवाद सर। ल, थ्याङ्क यू। हस्, धन्यवाद। कारखाना फ्याक्ट्रीहरूले आफ्ना उत्पादित सामानहरू पनि विचार गरौँ, स्वस्थ र सफा खाद्यहरू बजारमा लैजाउँ। खाने नखाने आफ्नो विचार हो, तर प्रतिशोध कसैले पनि नसाधौँ, गलत गर्ने कसैलाई पनि नछोडौँ। न पक्ष न विपक्ष, सधैँ निष्पक्ष। तपाईँ हाम्रो एउटै स्वर। कार्यक्रम मिसन भण्डाफोर। धन्यवाद मिसन भण्डाफोर टिम।